अब सिक्किममा एउटा कुरा चाहिँ विडम्बना के छ भन्दाखेरि त्यो मान्छेले पाएको दुःखहरू चाहिँ मान्छेले छिट्टै बिर्सिँदो रहेछ हैन। मलाई यसमा एउटा एउटा इन्सिडेन्ट त नभनौँ, एउटा घटेको घटना मलाई याद आयो। त्यो घटना चाहिँ के हो भन्दाखेरि युएसएसआरमा, सोभियत सङ्घमा, सोभियत युनियनमा जब भ्लादिमिर लेनिनको बादमा स्टालिन जब सत्ता उहाँले हातमा लियो, त्यति बेला के गर्यो भन्दाखेरि सत्ता हातमा लिँदाखेरि भनिन्छ उहाँ अलिकति कडा शासनको हैन त्यो खाले उहाँ मान्छे थियो। उहाँको व्यक्तित्वपट्टि बेसी नजाउँ, तर उहाँले के गर्नुभयो भन्दाखेरि चाहिँ उहाँले आफ्नो क्याबिनेटको, आफ्नो पार्टीको ठुला शक्तिशाली नेताहरूलाई चाहिँ एउटा कन्फरेन्स हलमा बोलायो। उहाँले कन्फरेन्स हलमा बोलाएर चाहिँ त्यहाँदेखि उहाँले के गर्यो भन्दाखेरि चाहिँ ठुल्ठुलो नेताहरू छ त्यहाँ, कसैले भन्दै थियो अब लेनिनले सक्दैन भन्दै थियो, अब लेनिनलाई झट्ट फेरेर अर्कोलाई ल्याउनुपर्छ भन्ने हैन, अथवा कोही थुप्रै त्यस्तो एम्बिसियसहरू शक्तिशाली सोभियत सङ्घको, सोभियत युएसएसआरको नेताहरू त्यहाँ थिए। र त्यो जोसेफ स्टालिनले के गर्यो भन्दाखेरि चाहिँ त्यो ती सबै नेताहरूलाई, ती शक्तिशाली नेताहरूलाई चाहिँ एउटा कन्फरेन्स रुममा बोलाएर चाहिँ राखेर चाहिँ एउटा कुखुराको भाले, हेर्नुहोस् है, एउटा कुखुराको भाले पक्रेर चाहिँ उहाँले चाहिँ त्यो कुखुराको भालेको चाहिँ सबै त्यो भुत्ला हुन्छ नि, सबै भुत्ला उखाल्थ्यो, नाङ्गै बनाइदियो। त्यो भाले चाहिँ भनिन्छ धेरै दिनदेखि चाहिँ भोकै थियो, त्यसले केही चारोहरू, मकैको दानाहरू केही खाएको थिएन। र उहाँले चाहिँ त्यो भालेलाई चाहिँ, त्यो भोको भालेलाई चाहिँ नाङ्गो झार बनायो भुत्ला उखेलेर नि। त्यहाँदेखि त्यो कुखुरा चाहिँ खुनै खुन भयो, बिचारा भोकै रहेको छ। त्यहाँदेखि चाहिँ के गर्यो भन्दाखेरि चाहिँ त्यो कुखुरालाई चाहिँ, अब भोको कुखुरालाई चाहिँ एक मुठी मकै ल्याएर चाहिँ यसरी मकै ल्याएर चाहिँ, अब हाम्रो भाषामा उहाँले चाहिँ आह गर्दै बोलाउँछ नि, त्यसरी बोलायो उहाँले। र त्यो भाले चाहिँ जसलाई आफ्नो शरीर दुखिरहेको छ, जो भोकै छ, त्यो भाले चाहिँ आएर चाहिँ त्यो स्टालिनको हातबाट चाहिँ चारो खायो। त्यसरी नि चारो खायो उहाँले। चारो खाइसकेर चाहिँ त्यहाँदेखि के भन्यो भन्दाखेरि चाहिँ त्यो जोसेफ स्टालिनले त्यहाँ भएको नेताहरूलाई चाहिँ जनतालाई चाहिँ यसरी शासन गर्नुपर्छ, जनतालाई चाहिँ यसरी शासन गर्नुपर्छ भनेर उहाँले चाहिँ त्यसरी त्यहाँ उदाहरण दिनुभएको थियो। यसको मतलब के हुन्छ भन्दाखेरि चाहिँ त्यो भालेले चाहिँ अगाडि उसलाई तर्पाको, उसको भुत्ला उखेल्दैको, उसलाई खुन बनाएको, उसलाई बिजोक बनाएको, उसलाई सताएको उसले बिर्स्यो। र लास्टमा चाहिँ उसले आफ्नो भोक टार्न लागे चाहिँ जसले उसलाई भुत्लायो त्यसकैमा गएर चाहिँ चारो खायो। र सिक्किममा एक्ज्याक्टली त्यस्तै भएको छ अहिले, सिक्किममा एक्ज्याक्टली त्यस्तै भएको छ। 5 वर्ष अब त्यो 24 को इलेक्सनमै हेर्नुहोस्, 5 वर्ष जनतालाई के गरेन, जनतालाई घर घरमा पसेर ठिक पार्छु हैन, टाउको कुचायौँ पुच्छर हलिँदैछ, जनतालाई के भन्छ, मलाई पिएस गोलेलाई अन्डर एस्टिमेट नगर्नु, हाम्रो टिम रेडी छ, त्यति त भन्यो नि उहाँले। भनिसकेर त्यो कामलाई पुरा पनि गरेर देखायो। हेर्नुहोस् त कसको टाउको फुटाएन, मेरो त हेर्नुहोस् अनुहारमा चोटै चोट। उहाँले भाषण गरेको नतिजा हो यो चाहिँ हैन। र हाम्रो पार्टीको कयौँले कुटाइ खाए। अब हत्या त मैले भने सिक्किममा अहिले हत्या हुनु हैन, त्यो के भन्छ लुटपाट हुनु भनेको चाहिँ सामान्य गोसकानमा चाहिँ तपाईँको पोल्ट्रीको कुखुरा मारेको जस्तो केही छैन। यहाँनिर मिसिङ रिपोर्ट हेर्नु, पदम गुरुङ मार्यो हैन, पदम गुरुङलाई मार्यो, त्यहाँ सिसिटिभी क्यामेरा। तर त्यो कुराहरू सबै जनताले बिर्स्यो। रिस त थियो त्यतिन्जेलसम्ममा, त्यो घटना भइन्जेलसम्ममा, तर लास्टमा उहाँहरूलाई चाहिँ के गर्यो भन्दाखेरि चाहिँ त्यो चारो दिएको जस्तो चारो उहाँहरूलाई दियो। चारो के दियो म भनौँ? त्यो नभन्नु पर्यो, तपाईँहरूलाई याद छ। तपाईँहरूले अहिले स्यालेरी पाउनु भएको छैन हैन, इलेक्सन अगाडि तपाईँले नोकरी पाउनु भयो, सिक्किमे जनताले नोकरी पाए तर स्यालेरी पाएको छैन। अहिलेको वर्तमान सरकारले नै तपाईँको 15,000 स्यालेरी उहाँहरूले नै बनाउनु भएको, 15,000 स्यालेरी। तर 15,000 स्यालेरी कम्पनीमा खानेहरूले खाइरहेको छ हैन। त्यो राम्रो हो, त्यसलाई हामी स्वागत गर्छौँ। हामीले त भनेको थियौँ हामी 27,000 दिन्छौँ सरकारमा, तपाईँहरूले ल्याउनु भयो 24 मा भनेर हामीले भनेको थियौँ। र 15,000 उहाँहरूले खाइरहेको छ, कम्पनी, प्राइभेट फार्मास्युटिकल कम्पनीमा काम गर्नेहरू। तर गभर्मेन्टमा काम गर्ने, जुन गभर्मेन्टले 15,000 चाहिँ मिनिमम वेजेस एक्ट बनायो, त्यो स्यालेरी छैन, 9,000 मा झुन्ड्याइरहेको छ। र त्यसरी हेर्नुहोस्, त्यसरी चाहिँ अघि मैले स्टालिनले दिएको त्यस्तै खालके सिक्किममा भइरहेको छ। अब मलाई लाग्छ यसपालि अब अहिले पनि जनताले धेरै दुःखहरू झेलिरहेका छन् हैन। हामीलाई याद छ, हामी तपाईँहरूले झेलेको दुःखबाट, तपाईँहरूले झेलेको समस्याबाट हामीले आँखा तरेको छैनौँ, हामीले देखिरहेका छौँ, हेरिरहेका छौँ। तपाईँहरूलाई बहुत दुःख छ, बोल्नु पो सक्नुहुन्न त, तपाईँहरू बोल्नु सक्नुहुन्न हैन। तर तपाईँहरूलाई याद छ कति बेसी समस्या भइरहेको छ भनेर।
अब यो समस्या तपाईँहरूलाई लाग्छ, अब तपाईँहरूको मनमा पनि छ अहिले नै एसकेएम भोट भयो भने त एसकेएम सरकार फेरिहाल्थ्यो भने तपाईँहरूलाई लाग्छ, तर 5 वर्ष त जाने भयो यो सरकार होइन। अब तपाईँलाई 4.5 वर्षसम्म चाहिँ यतिकै राख्छ, फेरि त्यहाँदेखि 4.5 महिनाको बादमा इलेक्सन आइगयो नि 29मा, त्यहाँदेखि अघि मैले त्यो उदाहरण दिएँ नि स्टालिनले चाहिँ चारो दिएको जस्तो, यो 4.5 वर्षको दुःख तपाईँहरूले बिर्सिनुहुन्छ। र त्यसरी तपाईँहरू त्यसरी हामीलाई चाहिँ हामी झुक्किरहेका छौँ भनौँ न होइन।